हामी जस्ता गुरुले मन्त्री पनि फुस्काउँछौं हामी जस्ता गुरुले। शिक्षकहरू फेरि पनि आन्दोलित भएका छन्। देशभरबाट राजधानी आएका शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्मको सडकलाई ठप्प पारेर आन्दोलन गरिरहेका छन्। शिक्षकहरूको आन्दोलन अलि फरक प्रकृतिको पनि देखिएको छ। विभिन्न रचनात्मक शैलीमा आन्दोलनहरू चलिरहेका छन्। नयाँ शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएकै बेला सरकारले भने मङ्गलबारबाट हिउँदे अधिवेशनको अन्त्य गरिसकेको छ। तथापि शिक्षकहरू नयाँ ऐन नलिकन नफर्कने भनेर अनिश्चितकालीन आन्दोलनको घोषणा गरी सडकमा नाचगान, र्याली तथा धरना गरिरहेका छन्। हुन पनि 2028 सालमा बनेको शिक्षा ऐनलाई टालटुल पार्दै सरकारले अहिलेसम्म चलाइरहेको देखिन्छ। यति धेरै वर्ष बितिसक्दा पनि नयाँ संविधानहरू देशले 2-3वटा संविधान त्यस पछाडि प्राप्त गरिसक्दा पनि नयाँ शिक्षा ऐन भने प्राप्त हुन सकेको छैन। शिक्षा जस्तो आधारभूत विषयमा यसरी सरकारले व्यवस्था गर्दा पक्कै पनि त्यसले समग्र विकासका आयामहरूमा असर पार्दछ। गरेका पटक पटकका सम्झौताहरू पनि यो राज्यले कार्यान्वयनमा लैजान सकेन। अझ त्यति मात्र होइन आदरणीय मित्रहरू, 2028 को शिक्षा ऐन अहिलेसम्म यो चाहिँ अर्धमूर्छित अवस्थामा हामीले यसलाई चलाइरहेका छौँ। अब त्यसका राम्रा पक्षहरूलाई हामीले अगाडि लैजाँदै अब पूर्णतया 2028 को शिक्षा ऐन संशोधन हुनुपर्छ। विद्यालय मैत्री, शिक्षक मैत्री, बालबालिका मैत्री, अभिभावक मैत्री, आम नेपाली जनताको पहुँचमा विद्यालय शिक्षा हुनुपर्छ। शिक्षकका हकहितका सवालमा र शैक्षिक गुणस्तर वृद्धिका सवालमा सरकार त्यति गम्भीर नभएको देखिन्छ। अन्तिम परीक्षा पछाडिको कक्षा 9 ने समय पारेर शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। अझै पनि हामीले दिन सक्ने कुराहरू यो हुन्, दिन नसक्ने कुराहरू यो हुन्, दिन नसक्नुको पछाडि यो कारण हुन् भनेर अभिभावकत्व सरकारले लिइदियोस् भन्ने मेरो व्यक्तिगत चाहना छ है। नेपाल शिक्षक महासङ्घको आयोजनामा भएको यो आन्दोलन शिष्ट रूपमा अगाडि बढेको देखिन्थ्यो भने रचनात्मक रूपमा शान्तिपूर्ण आन्दोलनमा फोहोर व्यवस्थापनको लागि पनि टोलीहरू खटाइएको पाइएको थियो। पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट फोहोर सङ्कलन गर्नको लागि शिक्षक महासङ्घको टोलीले व्यवस्थापकीय जिम्मा प्रदान गरेको छ। त्यसकारणले हामी फोहोर माग्दै हिँडिरहेका छौँ। नेपाली काङ्ग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी पनि शिक्षकको आन्दोलनमा ऐक्यबद्धता जनाउन सरिक हुनुभएको थियो। म मात्रै होइन शिक्षकको समर्थनमा, सबै शिक्षकको समर्थनमा हुन्छ। मान्छेजीहरू, शिक्षा स्वास्थ्य समितिका व्यक्तिहरू, यो पुरानो रोग हो, यसलाई हामीले सेटल गर्दैछौँ। 20-25 दिनभित्रमा शिक्षकहरूका मागहरू हामीले 90% पुरा गर्छौँ। गत वर्ष पनि ठुलो सङ्ख्यामा शिक्षकहरू आन्दोलनमा उत्रिएपछि शिक्षकसँग सरकारले वार्ता गरेको थियो, तर वार्तामा भएका सम्झौताहरू पालना नभएको शिक्षकहरूको जिकिर छ। तथापि नेपालको संविधान 2072 जारी भएपछि करिब 10 वर्ष बितिसक्दा पनि शिक्षा ऐन जारी हुन नसक्नु लज्जाको विषय हो। हिउँदे अधिवेशन अन्त्य भइसकेपछि यो अधिवेशनबाट शिक्षा ऐन जारी हुने कुरा अहिलेलाई रोकिएको छ भने शिक्षकहरू भने विधेयककै रूपमा भए पनि शिक्षा ऐन जारी हुनुपर्ने माग राखिराखेका छन्। हरेक कोणबाट उपेक्षामा परेको शिक्षा र शिक्षकले के अहिलेको आन्दोलनले साँच्चै उपलब्धि प्राप्त गर्न सक्ला त? यो भने सन्देहकै विषय रहेको छ।